नमस्ते, यो मिस्टर बरिस्ता राजीवको च्यानलमा वेलकम छ हजुरलाई। कृपया म आज यो गैँडाको साथमा चाहिँ ऱ्यान्डमली क्वेसन सोध्न गइरहेको छु है। जो व्यक्ति आउँछ उहाँलाई चाहिँ क्वेसन सोध्न गइरहेको छु, कृपया हेरिदिनु होला है। दाइ 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 एकछिन रोकिदिनु हजुर भन्नु न। कृपया हजुरको फर्स्ट परिचय दिनु होला है। मेरो नाम समीर अधिकारी, ठेगाना गैरी। म अहिले 17 वर्ष भयो। हुन्छ त। अलिकति यस्तो गर्नु न। हुन्छ हुन्छ। हुन्छ सरी है त्यसको लागि चाहिँ। हजुर के अरे हजुरलाई चाहिँ यो च्यानलमा बोल्न पाउँदा चाहिँ कस्तो लागेको छ? मलाई अब यो च्यानलमा बोल्न पाउँदा अत्यन्तै खुसी लागेको छ। हजुर हजुर। भनेपछि चाहिँ हजुरलाई म ढिलो नगरी है, हजुर हजुरलाई म 4वटा क्वेसन सोध्न गइरहेको छु। हजुर 4वटा क्वेसनको एन्सर दिनुभयो भने चाहिँ हजुरलाई चाहिँ एउटा बिग सरप्राइज छ। हजुर है? सोध्नु न के त्यो चाहिँ question पछि हो? भनौँ ल हजुर। है। फर्स्टमा चाहिँ म क्वेसन के सोध्न गइरहेको छु त भन्दा नेपालको प्राइम मिनिस्टर चाहिँ को होला? नेपालको प्राइम मिनिस्टर मेरो बाउ हो। हजुरको बाउ। हजुर नेपालको प्राइम मिनिस्टर हजुरको बाउ हजुर मेरो बाउ हो। भनेपछि नेपालको सबभन्दा ठुलो धनी चाहिँ को होला? नेपालको सबभन्दा ठुलो धनी जोनी सिंह। नेपालको सबभन्दा ठुलो धनी जोनी सिंह। हजुर भनेपछि चाहिँ यो नेपालको हजुर होइन यो भलिबलको मोस्ट बेस्ट प्लेयर चाहिँ गर्लमा को होला? बेस्ट प्लेयर भलिबलमा मिया खलिफा। मिया खलिफा। हजुर वाह, हजुरले त बिग एन्सर दिँदै जानुभएको छ। लास्ट क्वेसन के छ त भन्दा हाम्रो नेपालको जति पनि प्लेन छ नि, हजुर यो प्लेन आकाशमा ल्यान्ड गर्दा ठिक हुन्छ कि यो जमिनमा ल्यान्ड गर्दा ठिक हुन्छ? यो जति पनि नेपालको प्लेन छ नि हाम्रो आकाशमै ल्यान्ड गर्दा ठिक हुन्छ। ए। बिल्कुल भनेपछि ठिक हजुर हुन्छ। त कुन स्कुल पढ्नको यस्तो ट्यालेन्ट हुनुहुन्छ? ए म त विदेशबाट पढेर आएको हो। ए भनेपछि ढिलो नगरिकन चाहिँ आज चाहिँ उहाँले सबै 4वटा क्वेसन जित्न गइरहनु भएको छ। ढिलो नगरिकन उहाँलाई चाहिँ एउटा बिग होइन सरप्राइज उहाँलाई चाहिँ के दिन गइरहेको छु। कृपया उहाँलाई चाहिँ आजको बिग है यो क्वेसनको 4वटा क्वेसन दिनुभएकोमा उहाँलाई चाहिँ एउटा है 5 रुपियाँ चाहिँ इनाम दिन गइरहेको छु है।